back to my channel and happy Dasai to all of my friends. आज चाहिँ दसैँ हो सो मैले भ्लग बनाइरहेको छु। अब म तपाईहरुलाई फ्रेस भएर मिल्छु। म भर्खरै उठेको मात्रै हो, मुख पनि धोएको हैन। म फ्रेस भएर मिल्छु तपाईहरुसँग। ओके बाइ बाइ। ओके म चाहिँ फ्रेस भइसके, मैले मुख सुख धोइसके अनि ब्रस पनि गरिसके। अब म ब्रेकफास्ट गर्छु, त्यसपछि म तपाईहरुलाई रेडी हुन्छु फुल, त्यसपछि म देखाउँछु। हजुर हाई फ्रेन्ड्स, ह्यापी दसैँ। दसैँमा चाहिँ म अब यो लुगा लाउनु जाँदैछु। ओ ट्यागमा लिन्छ मम्मी, यो ट्याग चाहिँ यो लगाउँदैछु साथीहरु सबैजना। तपाईहरुलाई यो लगाएर मिल्छु। यो चाहिँ एउटा रग हो अनि यस्तो छ, यसको पछाडी यस्तो छ। सो म लगाए म ड्रेस लाइसके। हेर्नुस्, ए ड्रेस छैन, ड्रेस त अघि लगाएको, मैले रेडी पनि भइसके ड्रेस लगाएर। तर म डिसाइड गर्न सकिनँ कि म ज्वेलरिजमा के लगाऊँ, कुन चाहिँ लगाऊँ मलाई थाहा छैन। सो अब म लगाउँछु, कुन लगाऊँ मलाई थाहा छैन कि। किन सबै यसरी अल्झिरहेको यहाँनिर। सोनिका तिमी कुन लगाउँछौ? मैले लगाउने डिसाइड गरेँ, दिस वान लगाउँछु म। यो लगाउँछु, सो लगाइहालौँ। ओके म नेकलेस यो लाउँछु। म मेरो नेकलेस, यो मेरो नेकलेस हो। अहिले मेरो त्यो नेकलेस मेरो हो हो, फ्रेन्ड। मैले लगाउने हो त्यो। लगाऊँ त? तिम्रो लगाउ न, तिम्रो छ त। म यस्तो थोत्रे दिएर आफूले चाहिँ यो लगाऊ न, यो लगाऊ, यो राम्रो छैन भनेर किन्छ अनि म थोत्रे ल्याएर नयाँ नि त्यो। मलाई मन परेको छैन नि त। किन किन्नु? के तपाईले त भन्यो भने यो किन, यो नकिन राम्रो भनेर। हो भनेर किन भने नकिन्नु भएको? तपाईँ किन्नु भयो। फ्रेन्ड्स हाम्रो यस्तै हो, यस्तै गरेर नि हो घरमा त। अब के भन्नु, चुप लाग्नु भने मान्ने हैन। झुम्का लगाइसके, अब म लगाउँछु नेकलेस। मेरो मसँग चाहिँ दुईटा नेकलेस छ। यो चाहिँ मेरो साथीहरूले बर्थडेमा गिफ्ट दिएको, सो थ्याङ्क यू। म लगाउँछु तर अर्को वाला, दिस वान। म खोल्छु, कताबाट हो के भयो? चुड्यो होइन, निस्क्यो, त्यसको कागजै फुट्यो। फुट्यो भनेर चाहिँ हाम्रो घरको मिठो। यो फुस्किएन अब फेरि। ला मेरो उल्टो ढङ्ग त कहाँ र ढङ्ग त कहाँ र ढङ्ग त कहाँ छ र। हेर्नु फ्रेन्ड्स, 10 घन्टा लगाएर कपाल कोरिदिएर आएको छु। तिमी त कस्तो ब्लड देखिरहेको छ त। त्यो पछाडिको लाइटले गरेर। बहिनी किन नरामी देखायो भन्नु होला, मेकअप गरेँ त्यही भएर। मैले मेकअप 3 पाथी धसेर राख्नु नि त, त्यही भएर। मान्नुहुन्छ आफूले? 3 पाथी चाहिँ अलि भएको छैन, तर अलिकति चाहिँ भर्खर लगाएकै हो, देखिरहेकै छ लगाएको भनेर। दिस वान इज नट घुस्रिङ, कसरी घुसारिङ। तब मेरो घुसारे म त घुसारिन्छ। त्यहाँबाट हस्ला है त्यो ढङ्ग छ क्या अलिकति त। हेलो ट्विङ्कल ग्लिटर। हामीले चाहिँ हाम्रो फिसको नाम ट्विङ्कल ग्लिटर राखेको छौँ। अस्ति नै तपाईँलाई देखाएको फिसको नाम। मलाई सेकेन्ड लगाइदिनु है। के सेकेन्ड? डी कहाँबाट आउँछ ह्याप्पीमा? एच DASSAIN HAIN। ल साथीहरू हेर्नुहोस्, खै कहाँ गयो? मलाई सुन्थ्यो नि भाइ त्यो। या पिङ्क छ, देखेन मेरो पिङ्कसँग?
त्यो व्हाइटमा मेरो राम्रा हेर्छु। भन्छ नि त मेरो फ्रेन्ड्स झुम्का पनि यो लगाएँ टिका चाहिँ मैले भेटिनँ ए मेरो उल्टो भयो दिदी के उल्टो उल्टो भयो ढङ्ग त कहाँ छ र लाउँदिने अब खोल्न मलाई 5 घन्टा लाग्छ 5 years later भन्नुपर्छ जस्तो यहाँले यसरी हो होइन अनि अघि यस्तो थियो अँ यस्तै थियो अघि त्यही त अहिले चड्काइन्छ यस्तै थियो अहिले अघि अघि त्यस्तो भए भए कसरी घुम्यो त आफै बुझ्नु न होला हे अहिले नगर्नु चिरी देखाइ नै गर्नु ल्याङ ल्याङ गर्छ उल्टो Friends, a few minutes later. मम्मीलाई भन्न लाऊ मुसिनाको ढङ्ग पाइका त कहाँ छ र जाऊ ढङ्ग गर्ने मान्छेले भनिहाल्ला ओ म रिङ लगाउँछु मसँग रिङ पनि छ which one यो वाला एउटा लगाउँछु this मम्मी लगाइदिनु भएन मम्मी देखेर झ्याउलाई म एन्ड अर्को दिस वान लगाउँछु अर्को हातमा दुईटा हातमा लगाउँछु मैले लाए वाउ बिग फ्यान बिग फ्यान बिग फ्यान ल म गरिदिन्छु सनिकाको मेकअप आउनुहोस् तपाईँहरू पनि सँगसँगै गरौँ फास्ट मुडमा राख्छु है ओके फ्रेन्ड म चाहिँ रेडी भइसकेँ अनि मेरो बहिनी लगाइरहेको झुम्का झुम्का लगाउनु गइरह छिरेन भनेर कस्तो गोरो देखेको मेकअप गरेपछि त राम्रै छु म पनि ओके म तपाईँहरूलाई देखाउँछु एकैछिन रोक्नु म तपाईँहरूलाई मेरो बहिनीको झुम्का छिराइदिइ भएर यो प्याटर्न कति कराइरह अनि म तपाईँहरूलाई अरू सामानहरू देखाउँछु हामी म छिराइदिएर यो ओके हे कति बेला म छिराइदिन्छु ओके फ्रेन्ड्स मैले चाहिँ झुम्का छिराइसकेँ जादु गरेर छिराइदिसक्यो जादु म छिराइदिइसकेँ अब म तपाईँहरूलाई अहिले कति बज्यो 9:48 भएको 9:48 भयो म तपाईँहरूलाई मिल्छु 11:30 बजे मिल्छु ओके फ्रेन्ड दिस इज आवर जमरा होइन
यहाँ चाहिँ मम्मीले जमरा लगाउनु भएको थियो 2टा कार्टुनमा यस्तो फलेको छ। कान्छीबाट रोल अब टिका लगाउनु चिठीबाट रोल हुन्छ होइन कहिले पनि मम्मी तपाईँको लुगा मिलाउनु राम्रोसँग पढ्नु, सबैले भनेको मान्नु, सबैको हाई हाई हुनु, असल मान्छे बन्नु, नाकमा टिका नझर्नु। कपाल पन्छौ न उता हात त निधारभरि लगाउनु पर्छ टिका। भाङ्गो लगाइदिनु भयो क्या हो बाँकी भन्नु लागेन ल अब कान्छे पैसा एकैचोटि दिन्छ है अहिले म राम्रोसँग पढ्नु, सबैको हाई हाई बन्नु, सबैलाई माया गर्नु, कसैलाई पनि दुःख नगर्नु। अलि ठाडो बनाउनु टिका लाउनु टिकै झरिसक्यो निउरी गरे कपाल उता पन्छाइदेऊ त हेर बहिनीले टिका लाउनु ठाम भरि गराएको छ सिधै बाँकी भन्ने हुन्छ मम्मीले सबैतिर लगाइदिनु भयो कि गोलो यत्रो ठुलो बनायो अब त आइब्रो मान ल ल धेरै नलागिदिनु अहिले मैले पनि लगाइदिनु पर्छ बहिनीलाई म त फेरि झराइदिन्छु के गर्ने हो तल राख न टुक्क लगाउनु पुस्ने कपडा भयो भने चाहिँ कान्छीको लुगा पनि लाग्छ त पुसिन कपडा पखायो कस्तो जस्तै झर्ना जस्तो हुन्छ अलिक ठुलै भयो होइन ल अरे झन् यही बेला छ जमारा ल जमारा जमरा झपक्क लगाइदिनु है मलाई त जमरा झपक्क मनपर्छ त्यसलाई चाहिँ धेरै लगाइदिन्छु कपालमा कपालै फुस्किदिनु भयो ल कपालै मिस त्यो गर न ल आऊ कान्छी कपाल फुस्किङ कान्छीलाई कहाँ लगाइदिन्छ जमारा त्यहाँनिर पाल छ त त्यत्रो जमरा हाल्ने पाल बनाइदिनु यहाँ हाल्नु न यसरी मिला अट्दैन हो अट्छ यत्रो मजाले अट्छ यो त चेप्ने होइन खस्छ यो अरे ल भयो ल अब ल ल अघि नि धल्नु न अलिकति मजा आउँछ त्यस्तो होला तर पैसा आएर त्यस्तो गर्नुहुन्न भन्छ नि त्यो नजाने नि केही हुन्न ल ल ल्याउ खुट्टा धोग्नु पऱ्यो नि छोरी ल यहाँ लाउ ल मुख मिठाई बुल्लियो बनाउनु मुख मिठाई गरेर आउने मिठाई ल ल म बनाएर आइन्छ अब साँच्चै ल मलाई त अब ओम भद्रकाली कपाली नि केही आउँदैन होइन त्यसै देखिया होइन भने हल्का 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 आयो आमा उतै बसेर लगाइदेऊ न उतै हुन्छ छोरी नि हुन्न के यहाँ नपराउनु मलाई त आशीर्वाद दिन आउँदैन होइन ठुलो मान्छे बन्नु दिदीले भने मान्नु त्यति भन्न आउँछ अलि यता आउनु खुट्टा पनि ल्याउनु अब मलाई केही गर्न आउँदैन भ्याइयो होला ल मम्मीलाई आफूलाई अनि बाबा चाहिँ कहाँ जानुभयो भन्नु होला बाबा चाहिँ गाउँ जानुभयो मेरो एक्जाम छ त्यसैले हामी चाहिँ यहीँ बसेको ल लगाउनु तपाईँ पनि टिका बाई बाई